40 दिन मात्र बाँकी थियो उनीसँगको पहिलो अनलाइन डेटिङ भएको 1 वर्ष हुन। हामी कसरी साथी भयौँ न उनलाई थाहा छ रे न मलाई नै। राम्रो फोटो देखेकी रिक्वेस्ट पठाइहाल्ने बानी। सायद म नै पुगेको थिएँ होला फ्रेन्डसिप प्रपोजल लिएर उनको प्रोफाइलसम्म। खैर जसरी भए पनि हामी अनलाइन साथी भयौँ। 1-2 महिनाको हाई हेलो पछि उनको र मेरो बानी व्यवहार एउटै जस्तो लाग्न थाल्यो। मिलनसार साथी देखेर मेरो उनीसँग नजिक हुने रहर। म त आजकल उनलाई मात्र अनलाइन कुरा बस्ने बानी पो परेछु। सायद उता पनि यस्तै भएको अवस्था हो कि। हाई सन्चै छौ? उनको म्यासेज। हाई म तिमीलाई नै कुरा बसेको थिएँ नि। म ठिक छु। अनि तिमीलाई कस्तो छ? अलि थपेर भने। हो र म पनि ठिक छु। यसो गफ गरौँ भनेर आएको नि। सुन न तिमीलाई एउटा कुरा सोध्न मन लागेको थियो। खैर भनौ कसो? कस्तो लाग्छ? उनको म्यासेज के कुरा हो? कि अप्ठ्यारो परे भन। मैले सहज रूपमा लिएँ उनको कुरा। होइन यस्तो केही पनि होइन। म पछि भन्छु नि ल। अहिले जान्छु। ओके बाई टेक केयर। अफलाइन भइन् मोरी। म पनि बन्द गरेर सुतेँ। पर्खेको मान्छे नै गएपछि बसिराख्न मन लागेन। उनको भन्न नसक्ने एउटा कुरा थाहा पाउन मलाई हतार भएको थियो। बिहान ओछ्यानबाटै अनलाइन आएँ। उनी पनि आखिरहेछिन्। गुड मर्निङ। के कुरा हो भन न। मैले ढिला गरेर सोधेँ। मर्निङ। यस्तो के होइन? केही बेरपछि। भन्न त एकदम मन छ तर तिमी रिसाउँछौ कि भन्ने डर लाग्छ। ओके म रिसाउँदिनँ प्रमिस। ल अब त भन मेरो अनुरोध। हुन्छ तर अहिले नै भरे बेलुका भन्छु ल। उनको म्यासेज। भन्ने भए भन नत्र म बोल्दिनँ। मैले रिसा जस्तै प्रतिक्रिया। तिमी त कस्तो रिसाउने यार। मेरो लागि एक दिन पुग्न सक्दैनौ? उनको गुनासो। ल जिन्दगी नै कुरौँला नि। एकछिन मात्र किन। म पनि के कम अलि बढी नै थपेर भनिदिएँ। थ्याङ्क यू। मिस यू। बेलुका कुरा गरौँला। मोरी अनलाइनबाट गायब। जे होस् पहिलोचोटि कसैले मिस यू भन्यो। त्यो पनि चाहेकै बाटो पाइयो। खुसी लागेर मुस्कुराएँ अनि मनमनै भने। मोरी बल्ल लाइनमा आइन्। दिन बसी बसाइमै बित्यो। बेलुका भुनी पूजापछि समय उनकै पर्खाइमा। केही बेरपछि दर्शन गर्न पाइयो। यसपालि उनी आफैले सुरु गरिन् कुरा। हाई व्यस्त छौ जस्तो छ। तिम्रो गर्लफ्रेन्ड छ होला नि? छैन हो खासै मनको कुरा बुझ्ने कोही भेटेको छैन। किनकि मेरो तर्फबाट सोधेको नि। के सोध्न मिल्दैन र? उनको म्यासेज। मिल्छ किन नमिल्नु? अनि तिम्रो नि? मलाई थाहा पाउन जरुरी पनि थियो। सेम हेयर। उनको जवाब। अनि तिम्रो भन्नुपर्ने एउटा कुरा यही हो? अलि चित्त नबुझेको पाराले सोधेँ। होइन भन्न बाँकी नै छ उनले भनिन्। अनि किन ढिला? भनिहाल न। सुन्न हतार भइसक्यो यार मेरो पारा। त्यसो भए म तिमीलाई कस्तो लाग्छु? अर्को प्रश्न उनको। मलाई त राम्रै लाग्छु अनि सुन्दर पनि। अरूको आफ्नो सोचाइ थाहा भएन। अनि म नि? मैले पनि ढिला गरिनँ सोधेँ। अलि बेरपछि उनको म्यासेज। तिमी पनि राम्रो छौ अनि आनी बानी पनि राम्रो लाग्छ। म तिमीलाई मन पराउँछु। आई लभ यु। मोरीले यसपालि त केही बाँकी नराखी सबै भने। पालो मेरै थियो जवाफको तर खै के भन्नु। एकछिन मोरीले मौन सङ्कटमै पारिनी। हुन त मैले नै उसलाई त्यही भन्न चाहेको त हो। फेरि पनि म एकछिन नबोली बसेँ। उनी मेरो प्रतीक्षामा थिइन्। मैले नि सेम टु यु भनेर जवाफ फर्काएँ। एकछिनपछि अब लभ यु सब यु के हो। साटासाट भइसकेपछि अनलाइनबाट लभ प्रपोजल सिफारिस गरेर फेसबुकले मेरो नयाँ जीवन सुरु गरिदियो। आजदेखि हामी साथीभन्दा पनि प्रेम जोडी भएर कुरा गर्न थाल्यौँ। राति 9 बजेपछिको करिब 1 घन्टाको समय पुरा फेसबुकमै हुन थाल्यो। 7 महिना भइसक्यो हाम्रो अनलाइनको प्रेम सम्बन्ध विश्वासको भर सुमधुर बन्दैछ। कार्य व्यस्तताको कारण मैले उनलाई भेटेको भने छैन। केही दिनदेखि बिदा कहिले हुन्छ भनेर मात्रै सोधिरहेछिन्। उनको भेट्ने चाहना पनि धेरै हुन थालेको छ। तर मेरो समस्या थाहा पाएर उनी मौन छिन्। त्यो मलाई राम्रोसँग थाहा छ। तर मैले एकहोरो नभइने मात्र कुरा गर्छु। के गर्नु काम नगरी खान पुग्दैन? अरू कुनै विकल्प पनि त छैन त्योभन्दा। सधैँ जस्तो अफिसबाट आएर खाना खाएपछि उनीसँग अनलाइन बसेँ। हाई डार्लिङ। मैले कुरा सुरु गरेँ। हाई खाना खायौ? उनले मायालु पाराले सोधिन्। खाएँ। अनि तिमीले नि? मैले भने।
मैले नि खाएँ, तर म आज धेरै बस्दिन र काम छ, भोलि कतै जानु छ। मैले भने, हुन्छ, म पनि आज थाकेको छु, कता जाने हो, राम्रोसँग जाऊ, बरु म सुत्छु ल। हुन्छ, गुड नाइट, आई लभ यु, मिस यु भन्थे, तर आज त्यति मात्र भन्न अफलाइन भइन्। उदास जस्तै लाग्थिन्, सायद मैले नभेटेर पो हो कि नरमाइलो लाग्यो। उनलाई सम्झँदै निधाएँ। बिहान अलिक ढिला उठेँ, चिया खाने बेला सम्झन्छु भनेको, तर पनि अनलाइन थिइनँ। अफिसमै दिन बित्यो, बेलुका उनलाई अनलाइन पर्खिबसेँ, तर खै के भएछ, उनी हिजोदेखि अफलाइन। आज दिनभरि अनलाइनै आइन, कतै केही भयो होला, बेलुका आउँछ कि भनेर चित्त बुझाएँ। बेलुका उनलाई नै कुरेर बसेँ। 6 बज्यो, 7 बज्यो, 8 बज्यो, 9 हेर्दा हेर्दै 10 पनि बज्यो, तर उनी आउँदै आएनन्। म 11 बजीसम्म कुरिरहेँ, तर भेट भएन। निराश हुँदै अफलाइन भएँ, तर उनलाई सम्झँदै निदाउने प्रयास गरेँ। के को निन्दा लाग्थ्यो नि, रातभरि ऊ किन अनलाइन नआएकी होला त भन्ने प्रश्नले सताइरह्यो। अनलाइनबाटै लभ परेको भए पनि मोरीको माया भने साँच्चै नै धेरै लाग्थ्यो। त्यो भएको पनि कहिल्यै थिएन। पहिलोचोटि महसुस गर्दै थिएँ आफ्नो मायालुबाट टाढा हुँदाको पीडा कस्तो हुँदो रहेछ भनेर। उनलाई कुरेर बसेको आज 3 दिन बितिसक्यो, तर उनी गएको दिनदेखि एकचोटि पनि अनलाइन आएकी छैनन्। अब त आशा पनि मरिसक्यो। मैले नि अनलाइन आउने बित्तिकै काम गर्न थालेँ। मैले पनि अनलाइन आउने बिस्तारै कम गर्न थालेँ। 2 दिनपछि फेरि एकचोटि खोलेर हेरेँ, उनको फेसबुक नै डिएक्टिभेट पाएँ। अब त झन् न मेरो मायाको बारी नै सुकेको पक्कापक्की जस्तै महसुस भयो। यति भएपछि अरू केही हेर्न मन लागेन। मैले वास्ता नगरी मोबाइल अफ गरेँ। उनीसँग टाढा भएको 15औं दिन थियो आज। फेरि एकचोटि उनीसँग भएको कुराकानी पढ्न मन लाग्यो र फेसबुक खोल्ने प्रयास गरेँ, तर मोबाइलमा 1 रुपियाँ पनि ब्यालेन्स रहेनछ। तैपनि खोल्न मन लाग्यो। एकछिन खोलेको मात्र के थिएँ, ब्यालेन्स सकियो। एउटा फ्रेन्ड रिक्वेस्ट अनि एउटा मेसेज आएको देखेँ मात्र, तर कसको थियो हेर्न पाइनँ। भोलिपल्ट सबेरै उठेँ र ब्यालेन्स हाल्न जाउँ भनेर मोबाइल खोजेँ, तर खै त मोबाइल नै छैन। बेड उल्टाइ-पल्टाइ हेरेँ। राति सुत्ने बेलामा दाम्रोले मजाले बाँधेर राखेको त बिहान हाम्रो मोबाइललाई पो बेपत्ता। नहुने बेलामा बोको ब्याउँछ भनेको यही त होला नि। चोरलाई पनि त्यही दिन आएर मेरै मोबाइल चोर्नुपर्ने। मोरो भोलिपल्ट आएको भए नि हुन्थ्यो नि। मैले नम्बर डिएक्टिभेट गरेँ हत्तपत्त अनि तनावपूर्ण अवस्थामा अफिसतिर लागेँ। एकछिन अनलाइन आउँ भनेर बेलुका साथीको मोबाइल सापट्टि मागेँ। खोल्दा पो याद आयो, साँच्चै फेसबुक त मोबाइल नम्बरबाट थियो। नम्बर डिएक्टिभेट भएपछि बिचरा फेसबुकको नाम पनि बलिदान भयो। ल, फ्रेन्ड रिक्वेस्ट म्यासेज कसको थियो होला त? म यही प्रश्न वरिपरि घुमिरहेँ। जवाबका लागि मैले अर्को नम्बर नलिँदासम्म कुर्नै पर्ने भयो। जुरुक्क उठेँ। कोठा झलमल्ल उज्यालो छ। घडी हेरेँ, 9 बजेको थियो। दसैँको बिदा, कलेज जानुपर्ने टेन्सन थिएन। टेलिकम भएर अफिस आउँला भनेको ढिला भइसक्यो। छिटो हातमुख धोएर तयार भएँ र मैले कालो झोला भिरेर हस्याङ फस्याङ गर्दै गाडी समातेँ। बल्ल बल्ल टेकुको जाम कट्यो। म त्रिपुरा सेट टेलिकममा झरेँ। त्यही नम्बरको नयाँ सिम कार्ड लिएर उतैबाट अफिसतिर लम्किएँ। सिम कार्ड त लिएँ, तर मोबाइल पो छैन। नयाँ किनभने पैसा नभएको गरिब अवस्था। खाजा खाने पैसो नभएको बेला कहाँबाट मोबाइल किन्नु? भोकले पेटमा मुसा कुदिरहेको थियो। म बसको सबभन्दा पछाडिको सिटमा बसेँ। सिम कार्ड खोलेर हेरेँ। सिम कार्डको अनुहार देख्दा उनैको अनुहार देखेकै भयो। एकछिन टोलाएर यसैमा हेरिरहेँ र जतन गरेर झोलामा राखेँ। मसँग पकेट क्यालेन्डर थियो। गोजीबाट झिकेर उनीसँग कुरा नभएको दिन गर्न थालेँ। सिम कार्ड हराएकै 1 हप्ता भइसकेछ। झन् उनको माया नपाएको त 22 दिन पनि 22 वर्ष जस्तै लाग्यो। महिनाको अन्तिम तारिक पो भइसकेछ। क्यालेन्डर हेरेर थाहा पाएँ, आज त मेरो तलब आउने दिन। पुलचोक आइपुग्यो। म यतै झरेँ, अफिस गएँ। भरे अफिसबाट अलिक छिटै निस्किएँ अनि मोबाइल किन्न भनेर निरोडतिर गएँ। बेलुका अबेर कोठामा पुगेँ। सिम कार्ड मोबाइलमा राखेँ। 1498 थिचेर ग्राहक सेवामा सम्पर्क गरेर नेट एक्टिभेट गरिदिन भने। 72 घन्टा लाग्ने रे। भोक निन्द्रा ती सबै उनीसँगै हराइसकेको थियो। तैपनि अल्छी नगरी खाना तयार गरेँ। खाने बेलामा सधैँ जसो उनलाई सम्झँदै खाएँ। नेट एक्टिभेट हुन अझै 1 दिन पुरै रात बाँकी छ।
उनलाई फोन गरौँ भने नम्बर नै छैन। मर्न नसकेको चोरलाई थाहा होस् उनको नम्बर। तेस्रो दिन नेट एक्टिभेट भयो। मैले फेसबुक खोल्ने प्रयास गरेँ तर भएन। मलाई खासै फेसबुकको कुना कुनासम्म पुग्न आउँदैन थियो, तैपनि बन्छ कि भनेर प्रयास गरेँ। कुनै हालतमा सकिनँ। मेरो साथीलाई यस्तो कुरा अलिक बढी नै आउँथ्यो। मैले उनलाई बनाइदिन अपिल गरेँ र उनको सफल प्रयासले मेरो फेसबुकले पूर्ण जन्म भयो। बढिरहेको कौतूहलता कम गरेर मैले हत्तपत्त फेसबुक खोलेँ। यही पहिलाको रिक्वेस्ट र म्यासेज थियो। मैले पहिला रिक्वेस्ट हेरेँ। चितवनबाट मेरो साथी अर्जुनको रहेछ। अनि म्यासेज पनि उनैको छैन, कोही अपरिचित साथीको हेलो मात्र थियो। उनको थियो कि भन्ने आशा सेलायो। उनी मेरो लागि एउटा रहस्य बनिरहन्। मलाई लाग्न थाल्यो यो रहस्य त्यति सजिलै थाहा नहोस्। मैले मनमनै कामना पनि गरेँ त्यो रहस्य पत्ता लगाउनु कुनै विशेष परिस्थिति आओस्, ताकि कयौँ दिनदेखि मेरो गम्भीर स्थिति भएर बसेको रहस्य पत्ता लगाउने प्यास मेटिदिँदा मिठास यो रहस्यभन्दा अझ आनन्दमय होस्। अब के गर्नु? उनको फेसबुकमा सर्च गर्ने सिवाय मसँग अरू कुनै विकल्प बाँकी रहेन। भोलिपल्ट बिदाको दिन मैले उनलाई खोज्ने प्रयास गरेँ तर भेटाइनँ। कतै भेटिन्छ कि भन्ने आशाले मेरो खाली समय फेसबुकमा मात्र बिताउन थालेँ। अरू कसैको सहयोग मागौँ भन्दा पनि के भनेर माग्नु? एक्लै खोजिरहेँ। 1 महिना जति भइसक्यो। म उस्तै छु, मेरो चाहना उस्तै छ, उनको पर्खाइमा रुने त्यो मन पनि उस्तै छ। यतिका दिन भइसक्यो उनले म भनेर एकचोटि पनि सम्झेकी छैन अहिलेसम्म। उनको माया झुटो थियो जस्तो महसुस गरेँ। मेरो मनले नभेटिएको माया सोचेर बिर्सनु भन्छ। फेरि तलबाट मुटुले फेरि एकचोटि प्रयास गर्ने। उनले किन यो सब गरिन् त? कतै समस्या पो भयो कि? मुटुको एकरो जिद्दी। यसरी मेरो मन र मुटुको घमासान युद्ध हुन थाल्यो। त्यो केवल उनको लागि मात्र थियो। बेलुका खाना खाइसकेपछि बेडमा पल्टिएँ। सुत्ने प्रयास गरेँ तर के गर्नु, आज पनि एकचोटि फेरि फेसबुक नखोली सुत्न सकिएन। सर्च बक्समा गएँ, नाम टाइप गरेँ, आशुवी अधिकारी। त्यहाँ थुप्रै आशुवी थिए। मेरो केन्द्रबिन्दु अरू होइन, ती 1 महिना अघि नभेटी आशुवी थिइन्। एक गरेर खोज्दै थिएँ। यसै बेलामा आरोही भन्ने एउटा सुन्दरी आइन् बिचमा कताबाट। आरोही लामी छाने। यो नाम मैले कतै सुनेको जस्तो लाग्छ। एकछिन सम्झिने प्रयास गरेँ तर याद आएन। मैले उनको प्रोफाइल हेरेँ, खै को हुन् मैले चिन्न सकिनँ। फोटो हेरेँ, उत्पात राम्रो लाग्यो। अरू फोटो पनि हेर्न उत्सुक भएँ। हेर्दै थिएँ, एक्कासी त्यहाँ त नभेटिएकै आशुवी अधिकारीको फोटो पनि भेटियो। अनि बल्ल पो याद आयो, कुनै बेला उनी नै मेरो एकदम मिल्ने साथी आरोही भनेकी थिइन्। मलाई त ढुङ्गा खोज्दा देउता भेटिए चाहिँ भयो। एक मनले सोच्दा म अब उनलाई भेट्न सक्ने सम्भावनाको चुचोरमा नै पुग्न सके चाहिँ लाग्यो। फेरि अर्को मनले सोध्छु, म अपरिचित मान्छे, न उनले मलाई चिनेकी छ न कहिले भेटेकी नै छ। यत्रो दिन हुँदासम्म उनी मलाई नै कुरा बसिरहेको होलिन् र? मैले आफैलाई प्रश्न गरेँ। उनी भने, खै एकचोटि प्रयास गरेर त हेरौँ, के थाहा सम्पर्कमा नआउनुको रहस्य उनले मलाई बिर्सेको नभएर अरू समस्या पो भएको हो कि? मलाई उनको रहस्य थाहा पाउन एकदमै मन लाग्यो तर कसरी थाहा पाउने त? जवाफ आरोही लामी छाने थिए। मैले आरोहीलाई रिक्वेस्ट पठाएँ। भोलिपल्ट फेसबुक खोलेर हेर्दा उनले एक्सेप्ट गरेकी रहेछिन्। बेलुका उनीसँग सामान्य परिचय भयो। मैले एकचोटिमा सामान्य चिन्जानमै आफ्नो स्वार्थ देखाइहाल्न अलि अनुपयुक्त ठाने र उनीसँग पहिला राम्रो सम्बन्ध बनाउने अनि मात्र आशुवीको बारेमा सोध्ने विचार गरेँ। कुरा हुँदै जाँदा हामी राम्रो अनलाइन साथी बन्यौँ। साँच्चै भन्नुपर्दा आरोही एकदम बुझकी र सहयोगी भावनाकी थिइन्। मङ्सिर 23 गते थियो। मोबाइल एका बिहानै कसैले मलाई खोजिरहेको इसारा गरिरहेको थियो। बिहान अलि जाडो थियो, अल्छी उठ्नै मन छैन तर मोबाइलले जिद्दी गरेपछि नउठी भएन। मोबाइल हेरेँ, नयाँ नम्बर देखेँ। मैले भने हेलो। उताबाट हेलो गुड मर्निङ आयो, कुनै अपरिचित आवाज। मर्निङ, तर मैले चिनेँ नि, को बोल्नु भएको प्रश्न गरेँ। अपरिचितले भने म आरोही लामी छाने। मैले अचम्म परेर तालमा सोधेँ, अनि मेरो नम्बर तिमीसँग कसरी? उनले भने फेसबुकबाट नि। मेरो नम्बर फेसबुकमा राखेको थिएँ र? साँच्चै भन्नुपर्दा मलाई थाहा नै थिएन। मैले उनलाई पत्याएँ नपत्याएँ के गर्नु अनि सोधेँ, के काम थियो कि यति बिहानै फोन? छ नि,
काम भएर त हिजो बेलुका तिमीलाई भन्नै बिर्सेछु। आज मेरो बर्थडे हो, बेलुका 4 बजे बानेश्वर शान्तिनगर गेटमा आऊ, म लिन आउँछु भनेर फोन गरेँ कि आउँछौ नि। मैले भने तिमीहरू को छौ? साथीहरू सबै आउँछन्, तिमी पनि आउनु ल। असिमले पनि तिमीलाई बोलाउन भन्दै थियो, उसको बोयफ्रेन्डले पनि बोलाएको रहेछ। अनि आसुबी पनि आउँछिन् कि भनेर मैले नि हुन्छ भने। बेलुका 4 बज्यो। झोलामा एउटा गिफ्ट बोकेर म शान्तिनगर गेट अगाडि पुगेँ। आरोहीलाई फोन गरेँ, ऊ यतै बसिरहेकी रहेछ। एकछिन सुटुक अगाडि आएर हाई जाउँ होइन, अलि भित्र हिँड्नुपर्छ। म उत्तिकै त केटी भनेपछि लाजको पोको, झन् पहिलोचोटि भेट्दा त के बोल्नु भयो। मैले ह्याप्पी बर्थडे भनेर विस गरेँ। अनि उनले पछि लागे। मैले सोधेँ यहाँ को छ, तिमी त थानकोट बस्ने होइन र? उनले भनिन् असिमको कोठा कि त, तिमीलाई थाहा छैन? मैले टाउको हल्लाएँ, जवाफ दिएँ थाहा छैन। एकछिनमा कोठामा पुगेँ। आरोहीका साथीहरू अनामिका, अञ्जली, साधना, 3 जना र उनका बोयफ्रेन्ड मलाई नै कुरो बसिरहेका रहेछन्। हाम्रो औपचारिक भेट परिचयबाट सुरु भयो। मैले नै सुरु गरेँ, हाई म अर्मात्य कुँवर, यति भए पुग्छ होला नि? बाँकीका लागि उनलाई सोधे हुन्छ। मैले आरोहीलाई आउँदै भने। सबैजना मलाई एकचोटि हाँसेर गिज्याए। सायद मेरो बाँकी भन्ने कुरा सुनेर हुनुपर्छ। म असिम श्रेष्ठ, अनामिका पराजुली, अञ्जली सापकोटा र म साधना अधिकारी भन्दै सबैले आफ्नो परिचय दिए। मनमा नै सोचे अधिकारीको मात्र के काम, बरु यो साधनाको ठाउँमा पनि आँसुवी भइदिएको भए हुन्थ्यो नि। तर थिइनँ, के गर्नु, मेरो आँखाले आँसुवी मात्र खोजिरहेको थियो। तर कसले बुझिदियोस्। मैले आरोहीलाई नजिक गएर सोधेँ अरू कोही छैन, साथीहरू यति मात्र हुन्? उनले मलाई जिस्काउँदै भनिन् किन, कोही मन परेन? उसलाई के थाहा मैले मन पराएको मान्छे आँसुवी हो भनेर। मैले हाँस्दै भने एउटा नि मन परेन, हेर्दा आलु टमाटर जस्तो छिछि। ऊ पनि एकछिन खित्का छाडेर हाँसी अनि भनी तिमीसँग जोडी सुहाउने राम्रै साथी थिए, तर आइन, तिमी अभागी रहेछौ। मैले मनमा नै कल्पना गरेँ, म अभागीसँग सुहाउने जोडी मेरो नभेटीको माया आँसुवी नै हुनुपर्छ र उनै होस् भनेर कामना पनि गरेँ। 5 बज्यो। हामीले बर्थडे पार्टी सुरु गऱ्यौँ। आरोहीलाई धप्पस गरिसकेपछि साथीहरूले केक काट्न थाले। आलु टमाटरहरू सबै खाँदा रहेछन्, म नगर्ने एक्लै परेँ। अमिले खाना जिद्दी गरिरहेको थियो, मैले नाइ भने। आरोही पनि आखिरी बाहुनीको छोरी न परिन्, कहाँ ड्रिङ्क्स पस्थ्यो र ऊ पनि मेरो साथी बनाइदिए। एकछिनमा रमाइलोपछि बेलुका 6 बजे साथीहरू सबैले बाई गरे। बाँकी आरोही र म मात्र रहे। असिमले सोध्यो अर्माथि तिमी कता बस्ने? मैले कलङ्की भने। ए त्यसो भयो त झन् राम्रो, आरोहीलाई पनि साथी हुन्छ, म बानेश्वरसम्म छाडिदिन्छु हुन्न? हुन्छ जवाफ आरोहीले फर्काइन्। हामी एकछिनमा बानेश्वर आइपुग्यौँ। साझा बस आयो, सिट नपाइला कि भनेर हामी कोचाकोच गरेर बस चढ्यौँ र हत्तपत्त सिटमा बसिहाल्यौँ। बिचरा असिम, बाई पनि भनेन ऊ। हामी हेरिरहेको थियौँ, सायद बाई पनि गरेन, कस्तो रहेछन् भनेर गाली गर्दा होला मनै। म मौन थिएँ बसमा र भित्रभित्रै छटपटिरहेको थिएँ। आँसुवीको बारेमा सोध्न हतार भइरहेको थियो मलाई, तर सोध्न सकिरहेको थिइनँ। आरोही अगाडि भिडेर रमाइरहेकी थिए, तर मलाई भने यो फिटिक्कै मन परेको थिएन। मन पनि कसरी परोस् त मलाई, उनीसँग आँसुवीको कुरा गर्नु थियो, म त्यही चाहन्थेँ। एकछिन चुप लागेर मैले नि हेर्ने प्रयास गरेँ, तर सकिनँ। मैले सोधेँ तिमीलाई त्यो भिडियो मनपर्छ? उनले भनिन् होइन, टाइम पासको लागि मात्रै हेरेको। मैले नि ए भने टाउको हल्लाएँ। अरू त केही भन्न सके पो। एकछिनपछि अर्को कुरा सोध्छु भनेर बोलेको, तर जिब्रोबाट फुत्त तिमी आँसुवीलाई चिन्छौ पो भन्न आएछ। उसले आँखा तन्काएर दङ्ग पर्दै मलाई हेरी, लौ खत्तम। उसले सोधी तिमीले कसरी चिन्छौ? मैले नढाँटी भने। हामी पहिला अनलाइन साथी थियौँ, एकदम धेरै मिल्ने गर्थ्यो मसँग, तर 2 महिना जति भयो ऊ अहिले सम्पर्कविहीन छ। उसले अलि शङ्कालु भावमा सोधी के हो, मन पराउँछु जस्तो छ नि? म केही नबोली चुपचाप बसिरहेँ। के भयो, मेरो साथी हो, अनि तिमी उसैका लागि राम्रो पनि छौ, मन पराउँछ भने म मिलाइदिउँला पक्का। आरोही मेरा लागि असल साथी मात्र होइन, देवता पनि भइन् मेरा लागि यतिखेर। म एकछिन फेरि मौनै छु। आरोही बेला बेलामा पुलुक्क मेरो अनुहारमा हेर्दै हाँस्दै थिए अनि कस्तो केटी जस्तो लजाको केटा भएर पनि भन्दै जिस्काइरहेको थिए। यसो बाहिरतिर हेरेँ,
हामी कालीमाटी आइपुगेका थियौँ। एकछिनमा हामी छुट्टिने गन्तव्य आउँदै थियो। यसैले मैले समयको मौकाको फाइदा उठाउँदै भने, आरोही भन, बल्ल सोच्न भ्यायौ? उसले असजिलो प्रतिक्रिया देखाए। मैले भने, हुन्छ, मेरो नि कोही गर्लफ्रेन्ड छैन, तर त्योभन्दा पहिला मेरो लागि दुईवटा काम गर्नुपर्छ। उसले जान्न उसुक भयो जस्तै हतार गर्दै सोधे, के हो भन न। मैले भने, पहिला उसको फेसबुक किन डिएक्टिभेट गरे कि, अनि फोन किन अफ गरे कि पत्ता लगाऊ, अनि उसको बोयफ्रेन्ड छ कि छैन थाहा छ? तिमीले यसै म मिलाइदिन्छु भनेर हुन्छ, त्यो पनि पत्ता लगाऊ, अनि म तयार छु। उनले मुस्कुराउँदै भनिन्, हुन्छ, म तिम्रो लागि भन्दा नि आसिबीका लागि गर्छु यो काम। उनले किन मेरा लागि भन्दा पनि आसिबीका लागि गर्छु भनिन् होला? म टुवा परे सोचिरहेँ। त्यस्तै बेलामा कसैले पट्ट मेरो टाउकामा हाल्यो। म एक्कासी निन्द्राबाट बेहोजे चाहिँ भएँ अनि बेहोसी तालमा आँखा सन्काएर पछाडि हेरेँ। दुईजना विद्यार्थी केटी रहेछन्। मैले हेरेको देखेर उनीहरू पनि दङ्ग परे। यता छेउमा आरही खित्का छाडेर हाँसिरहेछिन् किन थाहा छैन। म पनि बिना अर्थमा उसलाई देखेर हाँसेँ। एकछिन पुरै बस्न नै हाँसमय भयो मैले गर्दा। उनले मुस्कान स्टाइलमा मलाई हेर्दै भने, किन पछाडि हेरेको? झन्डै ती बहिनीहरूको साथ त गएन, मैले पो हानेको बुद्धु। मैले रिसाएर भने, अनि किन हानेको त? ऊ अझै हाँसिरहेको हुन्छ, झर्ने बेला आयो त्यही भएर नि। अनि त्यो भैँसीको जत्रो मुख के का लागि, बोलाउन सकिँदैन? केटीको एउटै बानी नराम्रो, केही नराम्रो भन्यो कि ठुस्स पर्ने। मैले उसलाई भैँसीको जत्रो मुख मात्र के भनेका थिएँ, उताबाट ठसे प्रतिक्रियाको गन्ध। अनि रिसको पोको भएर बोलिन, तिमीले सुन्या भएको? लो खत्तम, आफैले नसुन्या पो रहेछ। अब उसलाई सरी भन्नु सिवाय अरू केही विकल्प नै छैन। मैले भने, सरी यार, अब सुनेन त के मेरो गल्ती? उसले पछाडि फर्केर हेरी अनि एकछिनमा रिसको पोको बिलाउँदै हाँस्दै भनिन्, मलाई होइन, पछाडि ती बहिनीहरूलाई चाहिँ भन न। उसले ठिकै भने जस्तो लाग्यो। मैले पछाडि फर्कने प्रयास गरेँ, तर लाजले मेरो प्रयास असफल भयो। आरोही मेरो हालत देखेर हाँस्दा हाँस्दै हस्पिटल लानु पर्ला चाहिँ भइसकेकी थिए। यत्तिकैमा हामी झर्ने बेला आयो। हामी बसबाट झरेँ अनि जवाफको प्रतीक्षामा छु। सम्भव भए जति छिटो खबर गराई भन्दै मैले आरोहीलाई थानको बस चढाएर म कोठातिर लागेँ। बाटो हिँड्दै थिएँ। आरोहीले उसै त मलाई उल्लु बनाएकी थिए। त्यही बेला फेरि कसैले बेसरी काउकुती लाग्यो। अँध्यारो थियो। एक फङ्का पछाडि फर्केर हेरेँ, कोही देखिन। काउकुती लागेकै छ। म बुरुक बुरुक उफ्रेँ। यस्तै बेला कताबाट गोजीमा हात पुग्यो अनि थाहा पाएँ उही आरोही पो रहेछ। मैले हाँस्दै फोन उठाएँ। ऊ भन्दै थिए, बिर्सेको अर्कै कोठामा पस्लौ नि। काठमाडौँमा एक्लो बसाई, पढाइ सँगसँगै कामको प्रेसर र आरोहीको बेखबरले मन उदास थियो। जाडोयामको सुरुवाती थियो, अर्थात् पुस महिनाको पहिलो तिथि। साँझ झमक्क परिसकेको थियो। गाडीहरू हेडलाइट बालेर आफ्नो गन्तव्यतर्फ गइरहेको देखिन्थे। बल्कुको माइग्रेन जाम र कोलाहलयुक्त मान्छेहरूको भिड सँगै कलङ्कीको आकाशे पुल पार गरेँ। म आफ्नो सुनसान कोठामा बस्छु। दिनभरिको थकाइ र उदासीनताको कारण खाना र पढ्न फिटिक्कै मन थिएन। बिहान 5 बजेको अलार्म राखेर बेडमा पल्टिन्छु र एकछिनमा भुसुक्क निदाउँछु। भोलिपल्ट ठिक 5 बजे उठेँ। कलेज पढेर उतैबाट अफिस जानुपर्ने भएर दिउँसाका लागि टिफिन तयार गरेँ र झोलामा किताब अनि त्यही खाजाको टिफिन बोकेर 6:30 बजे कलेज निस्केँ। दोस्रो पिरियड सुरु भएको थियो। झ्यालबाट चिसो हावा आइरहेको थियो। म बेन्चमाथि कुहिना टेकेर दुवै हातले गाला थामेर खुब ध्यान दिँदै सरलाई सुनिरहेको थिएँ। कुहिँ गरेर मोबाइल छटपटियो। गोजीमा एक्कासी भयभीत भएर मेरा दुवै कान तुफान भएर गालाबाट गोजीमा पुगेको पत्तै भएन। झन्नै टाउको बेन्चमा ठोक्किन पुगेछु। मेरो यस्तो हरकत देखेर क्लासमेटहरू बेन्च मुनि टाउको लुकाएर मुख छोपी हाँस्न थाले। नाच्नु पनि कसरी? मेरो फोनले काउकुतीका लागि अनौठो बानी देख्दा मैले हत्तपत्त फोन काटेँ र सरको मुखमा हेरेँ। उता सर रिसले चुर भएर मलाई काँचै खाइदिउँला चाहिँ गरेर हेरिरहनु भएको थियो। सरको रिसाइको पारा देखेर मेरो पुरै दिमाग कन्फ्युज भयो। अब सरलाई के भन्ने? म आफैमा निरुदित भएँ। म सिनो स्वरमा सरलाई सरी सर भन्न खोजेको थिएँ, तर मुखबाट अनायासै सरी सर, काउकुती लाग्यो भन्न पुगेछु। मैले भनेको सुनेर क्लासमेटहरू झन् थपी हाँस्न थाले। उत्तिकै त सर रिसको आगो हुनुभएको थियो। झन् विद्यार्थी हाँसेको देखेर रिसको माथ चढेछ क्यार। कलेज नै हल्लिने गरी थर्काउनु भयो। सबजना चुपचाप आफ्नो मुन्टो यथास्थिति फर्काएर पढ्ने नाटक गर्न थाले। म पनि लाजले थचक्क सिटमा बसेँ। सरले जति थर्काए पनि आफ्नो पारा उही त हो।
एकछिनपछि लुकी मेचमुनि मोबाइल झिकेर फोन चेक गर्न थालेँ। अरू कसको हुन्थ्यो र यस्तो बेलामा काउकुदी लगाउने फोन आरोहीको रहेछ। म दोस्रो बेन्चबाट उठेर सेकेन्ड लास्ट बेन्चमा गएर एक्लै बसेँ। एकछिनपछि फेरि काउकुदी लाग्यो, तर म यतिखेर भने फेरि आउँला कि भनेर चनाखो भएर बसिरहेको थिएँ। उनले ननिष्ठ 5 चोटि मिस कल गरे र उसको एकोहोरो मिस कल देखेर मैले SMS गरेँ। ओ हेलो मिस कल कुमारी, तिमीलाई अरू बेला फुर्सद हुँदैन र? अहिले नै कल गर्नुपर्ने, झनै तिम्रो हजुरबाले मारेको होइन? उठाबाट दङ्ग परेको म्यासेज आयो। हँ के भने? मेरो हजुरबा त घरमै हुनुहुन्छ त। हा तिमी अर्काको हजुरबा क्या? म यता क्लासमा छु बुद्धु। उताबाट खुच्चिङ भन्दै यत्रो लामो हाहा पठाएँ अनि एकछिनमा कल गर भन्दै कुरा टुङ्ग्याएँ। आधा घन्टापछि क्लास सकियो। म हत्तपत्त कलेजको कौसीमा निस्किएर फोन लगाएँ। उसको अघिको प्रसङ्ग जोड्दै सरी भने। मैले किन भनेर सोधेँ। उसले हाँस्दै भने, अघि नै हजुरबाको अगाडि डिस्टर्ब गरेँ, सरी क्या। हाहा इट्स ओके। मैले भने, आज बल्ल फुर्सद भयो तिमीलाई? यत्रो दिनदेखि केही खबर छैन। उसले प्रसङ्ग बदल्दै भने, आशुबीसँग हिजो भेट भएको थियो, तर उसको त आजकल बोयफ्रेन्ड रहेछ यार, तिमी अनलक्की। उसको एक्कासी यस्तो खबर सुन्दा म एकछिन अचेत भएँ। आफैभित्र अलमल लिएँ। मेरो मुटु रकेट चाहिँ तेज रफ्तारमा धड्कियो। उताबाट हेलो हेलो भन्दै आरोहीले मलाई बोलाइरहेकी थिए, तर म यता सुन्दा पनि उसको प्रत्युत्तर दिन सकिरहेको थिइनँ। उसले फोन काटेर फेरि कल गर्यो। मैले फोन उठाएर हेलो भन्न नपाउँदै उसले कुरा सुनाइहाले। के भयो? तिमी किन यति सिरियस? ठ्याक्कै थाहा पाए चाहिँ गरी? मैले कुरा लुकाउँदै भने, होइन केही भएको छैन, नेटवर्कले काम गरेन। बाँकी केही कुरा छ बेलुका भन्छु, अहिले कलेजमा छु। उसले के हो भन न भन्दै थाहा पाउने सक्दो प्रयास गरिरहेको थियो। मैले बेलुका नै भनेपछि उसले हुन्छ भन्दै आशुबीको फेसबुकको रहस्य बताएँ। उसको फोन चोरी भएको रहेछ बसमा यात्रा गर्दा, अनि फेसबुक पनि त्यही नम्बरको भएपछि डिएक्टिभेट। मनमा नै सोचेँ, ठ्याक्कै मेरो जस्तै समस्या, कस्तो कोइन्सिडेन्ट। तर मैले आरोहीलाई मेरो फोन हराएको कुरा भनेकी थिएन। केही नभनिकन चुपचाप लागेर सुनिरहेँ। अनि उसले अहिले कुनै फेसबुक चलाउँदिन? मैले प्रसङ्गलाई कायम राख्न सोधेँ। प्रत्युत्तरमा आरोहीले कुन चाहिँ एउटा साथीको सिम्पल गर्ल्स नामको आइडी चलाउँथे रे, तर अहिले धेरै भइसक्यो चलाउन छाडेकी थिए। मैले त्यो कुरा थाहा पाएपछि आरोहीलाई बेलुका कुरा गरौँ भनेर फोन राखेँ अनि हत्तपत्त फेसबुक खोलेर चेक गर्न थालेँ। मेरो एउटा बानी थियो म्यासेज कुनै पनि डिलिट नगर्ने। एक म्यासेज चेक गरेँ। सिम्पल गर्ल्स, करिब 1 महिनाभन्दा नि केही दिन पहिले आएको। हाई आशुबीकै रहेछ। उसको प्रोफाइलमा केही इन्फर्मेसन थिएन। एबाउटमा गएर हेरेँ, यहाँ पनि केही थिएन। अन्त्यमा टाइमलाइनमा गएर हेरेँ। रहर गरेको थिएँ चोखो प्रीति लगाउने, तर दुखीको मनभरि पीडा हो आज मेरो उसको वास्तविकता भन्न नपाउनु। पर्खाइमै वियोगी भएँ आज उबाट, एउटै चाहना अझै बाँकी छ मेरो, ऊ आजकाल कहाँ छ जान्न नपाउनु। आशुबीले यो मुक्तक अन्तिम पटक नोभेम्बर 21मा पोस्ट गरेकी रहेछ। त्यसपछि उसको फेसबुक नै नचलाएको थाहा पाएँ। उसको त्यो मन छुने मुक्तक लाग्यो मेरै लागि लेखेको हुँदियो। म पागल चाहिँ बहुत पारिएँ, मनमनै रोएँ कराएँ। फ्याट्ट उसको बोयफ्रेन्ड भएको कुरा याद आएपछि बल्ल उसमा आएँ अनि आफूलाई सम्हाल्ने प्रयास गरेँ। कलेज सकियो, म लुरु अफिसतिर लागेँ। दिनभरि काम गरेँ, उतै बेलुका कोठामा आएँ अनि खाना नखाइकनै बिरामी चाहिँ भएर बेडमा थचक्क बसेँ अनि त्यसै पल्टिएँ। यो कुड बी ह्याप्पी मेरो मोबाइलको रिङटोन बज्यो। आरोहीको थियो। बेलुका भन्छु भनेकी भएर केही फर्मल कुरा भए पनि मैले उसँग आफ्नो प्रेम कहानी सुनाएँ। आशुबीलाई पर्खेर बसेका दिनहरू औँला भाँची बनेर सुनाएँ। अनि मेरो फोन चोरी भएको घटनादेखि आरोहीलाई फ्रेन्ड रिक्वेस्ट पठाउनु र यसरी असल साथी भएर नचिउनुको स्वार्थ पनि सबै भने। अनि अन्तिम पटक उसले फेसबुकमा लेखेको मुक्तक पनि पढे सुनाए। ऊ एकछिन केही नबोली मौन। मैले उसलाई धन्यवाद र सरी एकैचोटि भने, तर उसले मेरो स्वार्थको सहजै रुमाली अनि भने, यस्तो नभन, जे भए पनि अहिले हामी साथी हौँ। अनि भने, तिमीले मलाई पहिला किन नभनेको त? मैले केही भनिनँ, चुपचाप उसलाई सुनिरहेँ अनि केही बोलिनँ। अनि केही बेरपछि म आफै बोलेँ, म फोन राखौँ आरोही? उसले नाइ पनि अनि कहिले भेट भएको छ कि छैन भनेर सोधेँ। मैले भने छैन, कति देख्यो भने पनि चिन्दिनँ होला। मैले कुराको सिलसिला टुङ्ग्याउने मनसायले भने।
उसलाई धेरै धोका भएको थियो यार। बरु सक्छौ भने अन्तिम दुःख दिन्छु, उसँग एकचोटि भए पनि भेट गराइदेऊ न। तर मैले भने नाम बिर्सेर पनि नलिनु नि उसको गाडी। किन, के भएको थियो र? मैले भने होइन, भने पनि पहिला उसको बोयफ्रेन्ड भएको थाहा पाऊँ। मेरो कारणले उसलाई किन अप्ठ्यारोमा पार्नु। आरुले हुन्छ भन्दै फोन राख्छु भने ब्यालेन्स सकिएको रहेछ। मैले हुन्छ गुड नाइट भनेर फोन राखिदिएँ। बिस्तारै रिकभर हुँदै थिएँ। मनबाट आसुबीका यादहरू पखालिँदै थिए। तर जति भए पनि एकचोटि मनमा बसिसकेको मान्छेलाई बिर्सन सजिलो नहुँदो रहेछ। खै आसुबीले कसरी गरिनु सब उसलाई थाहा होला। मेरो भने अझै पनि मनको कुनामा उसैको नामको झिलको आशा दियो बोलिरहेको छ। पुस 15 गतेको दिन थियो। करिब राति 9 बजे यु कुड बी ह्याप्पी ओइ रिङटोन दोहोरियो। आरोही बाहेक अरू को थियो र मेरो वास्ता गरिदिने साथी? साथी भने पनि देउता भने पनि मेरो भन्नु आरोही नै त थिए। उसैको फोन थियो। मैले फोन उठाएँ। खुसी नै छु जस्तो पार्न अलि मुस्कुराएको आवाज दिएँ। तर पनि नलाई देखाएको खुसी नि के खुसी हुँदो रहेछ र? अर्थहीन खुसी भन्दै आरोहीले फोनबाट मेरो फेस रिडिङ गरिसकेछ। यसरी तिमी कति दिन ढाल्न सक्छौ भनेर केही कुरा सम्झाइ अनि पुस 17 गते इङ्ग्लिस न्यु इयर सेलिब्रेसन गरौँ भन्यो। मलाई पनि मन हल्का पार्न के रिफ्रेसमेन्टको कमी आभास भइरहेको थियो। मैले हुन्छ भने उसले खुसी हुँदै भने अब अर्को टेन्सन त छैन नि, सब फोकटमा दिनभरि फ्री हुन्छन्। तिमीले हुन्छ भन्यो एकदम खुसी भएँ। अब आजै पक्का गर्छु अनि बेलुका फोन गर्छु। अहिले फोन राख्छु ल, बाई। राम्रोसँग केयर गरेर बस। मैले हुन्छ भन्दै बाई भने। बेलुका उसैले चोबारको चिया चौतारी क्याफमा सेलिब्रेसन गर्ने निर्णय सुनाए अनि ठिक 3 बजेको समय दिए। पुस 17 गते यानि कि इङ्ग्लिस नयाँ वर्ष। जताततै नयाँ वर्षको चहल पहल थियो। मैले अफिसमा न्यु इयर सेलिब्रेसन भ्याएँ। करिब 3 बज्न आँटेको थियो। म बल्ख पुगेँ। यहाँ मलाई लिन असीमा आएको थियो। बाइक भएर हामी एकैछिनमा चोबारको चिया चौतारी क्याफेमा पुग्यौँ। रमाइलो ठाउँ रहेछ। मान्छेहरूको आगमन बाक्लो देखिन्थ्यो। भनौँ यसमा पनि अझै जोडीहरू बढी देखिन्थे। असीम कान्छी औँलाले देखाउँदै टोयलेट कुन हो? म एक्लै आँखा डुलाउँदै साथीहरू बसेको ठाउँ खोज्न थालेँ। अलि पर कुनातिर बसेका रहेछन्। मलाई हात हलाउँदै बोलाइरहेको देखेँ। उतैतिर गएँ। यहाँ के साथीहरू नयाँ थिए। 7 जना जसमा 2 जना साधना र अञ्जलीका बोयफ्रेन्ड थिए। बाँकी 3 जनाको नाम थाहा भएन। चिसो हावा चलिरहेको थियो। सबैजनाले बाक्लो लुगा लगाएका थिए। झन् नयाँहरूको त अनुहार देख्नै मुस्किल। पुरै मुख चाहिँ धपक्क छपेका थिए मखराले। जाडो एकदम बढेको थियो। मलाई कफीको तलतल लागिरहेको थियो। कफी खाउँ न सबैजनाले, कस्तो जाडो छ है? हो नि भन्दै सबैले सहमति जनाए। अनि मैले आरुलाई कफी अर्डर गर्न भने। निकै बेर भइसक्यो तर कफी नै आउँदैन। हामी एक आपसँग गफ गर्दै टाइम पास गरिरहेका थियौँ। सँगसँगै म बेला बेलामा आँखा घुमाएर आँसु छ कि छैन भन्दै हेर्दै थिएँ। साँच्ची त्यो माया भन्ने चिज यस्तै रहेछ। जसलाई जति बिर्सन खोज्यो उति नै याद आउने। उसको आशा मेटिसक्दा पनि कस्तो कस्तो मनको झिल्को आशा त पलाएको हुने रहेछ। यहाँ नयाँहरूको आशा छ कि छैन थाहा भएन। थाहा होस् पनि कसरी, कहिले उसलाई देखा भए पो। हामी पुरै 10 जना साथी भेला भयौँ। जसमध्ये म लगाएका 7 जना पहिला नै चिन्ना भइसकेको थियो। एउटा केटा र 2 जना केटी नयाँ थिए। मैले उनीहरूलाई निहाल्दै हेर्ने प्रयास नगरेको होइन, तर मरे काटै सकिनँ। पुरै मुख छोपेर आँखा मात्र देखिन्थ्यो, जहाँ धेरै बेरसम्म हेर्न नमिल्ने। कसैले नाम बोलाउँछ कि भनेर साइड हेरेर कुरिबसेँ। अझै कफी आएको थिएन। म बसेको ठाउँको अलि पर एक्लै उभिएँ। यताउता मान्छेहरू आफ्नै गममा मस्त देखिन्थे। म भने चोबारबाट देखिने रमणीय दृश्यहरू अवलोकन गरिरहेको थिएँ एक्लै। पछाडिबाट अपरिचित आवाजमा कसैले सर कफी आयो भनेर बोलायो र तुरुन्तै मैले आफ्नो टाउको पुरै 180 डिग्रीमा पछाडि घुमाएँ। तिनै 2 जना मध्येको एउटै रहेछ। गहुँगोरो वर्णकी, दुवैतिर खुल्ला छाडेको, कालो कर्ली कपाल, कालो गाजलले पोतेकी मृगनयन आँखा अनि चुमोमा लाग्ने ललिपप ओठ, गुलाबी लिपस्टिक। मैले नजिकबाट निहालेर हेरेँ। उसको घाँटीमा सेतो बुट्टा भएको कालो लेडिज मफलर लगाएकी थिए अनि कोरियन प्यान्टमाथि ब्ल्याक लङ कोट र ब्ल्याक बुट। उसको स्लिम बडीको फुल ब्ल्याक ड्रेस साँच्चै कुनै हिरोइनभन्दा कम थिएन।
अघिदेखि हेर्न नपाएको धोका त पुरा गरिदिए, तर उसको नाम के हो थाहा छैन। कौतूहल त अझै कायम रह्यो। सबै जोडीहरू विपरीत दिशामा बसेर आफ्नो गफमा व्यस्त थिए। म र त्यही गर्ल्स मात्र थियौँ। भित्रभित्र अलि नबजा फिल भइरहेको थियो। कफी खाने नियममा म पनि ठिक उसको विपरीत कुर्सीमा बसेँ। कफी टेबलमा आइसकेको थियो। सबैले पालै पिलो समाते। मैले नि समात्ने भनेर कफीतिर हात बढाएँ। नभन्दै कस्तो समय उसतिर मैले छानेको कप पनि एउटै। मनमनै सोचेँ, कुछ त हुनावाला है। अनि उसको अनुहार हेरेँ। कपमा हात लगाउँदै उसले मलाई छोलास्की भावले हेरिरहेको थिएँ। मैले सुटुक्क हात कपबाट झिकेर टेबल मुनि पुर्याएँ। साथीहरू जिस्काउँदै खितिती हाँस्न थाले। मैले पनि सामान्य शैलीमा उसैलाई खान इसारा गरिदिएर अर्को कप कफी मगाएँ। उसले कप मतिर बढ्दा मसिनो स्वरा भने, तिमी नै खाऊ, म अर्को लिन्छु। कफी खाँदै ऊ लुगामारी खेलिरहेको थिए। साथीहरूले चाल पाएछन् क्यार जिस्काउन सुरु गरिहाले। म लाजले बुटुकै भएर टाउको निहुराएर बसेँ। उता ऊ पनि रिसले गाला रातो बनाएर बसेकी थिए। मेरो गेम इन गरिदिए। यत्रो बेरसम्म कसैले उसको नाम पनि बोलाउँदैन। भित्रभित्रै मलाई के भनौँ भएर काउकुती लागिरहेको थियो। सोधौँ भने नि के भनेर सोध्नु, यत्रो बेर भइसकेको थियो। आफैलाई लाज लाग्यो। चुप लागेर बसिरहेँ। केही बेरपछि आरोहीले भने, ओइ लुरी, किन चुपचाप छेस् त, कफी खान। आरोहीले लुरी भनेको सुनेर मैले नि थपिहालेँ। तिम्रो नाम लुरी, कस्तो सुहाएको, ठ्याक्कै भनेर जिस्काइदिएँ। उसले आँखी मुख माथि सारेर तँलाई पक्को भावमा हेरी अनि भने, किन चाहियो नाम? मैले भने, बोलाउने नाम, अरू किन चाहिन्छ र? सबैजना हाँसेर मेरै सपोर्ट गरे। बिचरी ऊ एक्लै परी। मलाई दया लागेर धेरै जिस्काउन मन लागेन। उसलाई सिरियस स्वरमा भने, सरी, अनि केही नबोली चुप लागेर बसेँ। कफी सकियो। मैले आरोहीलाई एकछिन यताउता नभन्दै बोलाएँ। उसले प्रतिप्रश्न गरी, किन? मैले भने, प्राइभेट हो। अनि अलि पर लगेर सोधेँ, आसुबी खै त? उसले भने, नभ्याउने भन्यो। अनि मैले नि धेरै कर गरिनँ। अनि तिमीलाई मेरो बर्थडेमा भनेको साथी ऊ नै हो। उसले प्रसङ्ग थप्दै भने, कस्तो लाग्यो? मैले भने, ठिकै छ, तर मनले मान्नु पर्यो नि। प्राइभेट सक्यो, हामी पुनर्स्थापनामा आयौँ। अनि चिज पिज्जा खाने भनेर अर्डर गऱ्यौँ। पिज्जा मिठो थियो। मलाई मसरुम सुप खान एकदम रहर लाग्यो। चिसो पनि भइरहेको थियो। मैले हतार नगरी एक गरेर अर्डर गरेँ। अन्य केही थप खानेकुरा पनि मगाएँ। साथीहरूले ड्रिङ्क्स पनि अर्डर गरे। मजाले रमाइ खाइयो। एकछिनपछि साथीहरूले ड्रिङ्क्स पार्टी सुरु गर्नुभयो। मलाई जबरजस्ती खुवाउने प्रयास गर्न थाले। झन्नै मुखमा नकोचेको। मैले पहिला कहिले नखाएको अनि मलाई पटक्कै मन नभएको भन्दै उनीहरूलाई आग्रह अस्वीकार गरेँ। उनीहरूलाई हल्का नसाले मातिसकेको थिए। मलाई सर भनेर जिस्काउन थाले। अनि मेरो लागि भन्न असिमले एउटा रेडबुल अर्डर गर्यो। उता केटीपट्टि पनि आरोही र लुरी बाहेक अरू सबै उही पार्टीमा परिसकेछन्। हामी तिनजना उठेर अलि पर अर्को टेबलमा बस्यौँ। बाहिरको दृश्य एकदम रमाइलो थियो। हामी खुल्ला आकाशमुनि गफ गर्दै बसिरहेका थियौँ। बेला बेलामा चिसो हावाको झोक्काहरू आएर गालामा ठोकिँदा मन सिरिङ्ग हुन्थ्यो। निकै बेरपछि लुरीको आवाज सुन्न पाइयो। उसले अलि हाँसो मिसाएर भने, एक्लै आउनु भएछ त? खोइ त म्याडम। मैले पनि अहिलेको बदला लिँदै भने, किन, ल्याउनै पर्छ भन्ने छ र? अनि एकछिनमा दाँत देखाउँदै भने, घरमा छोराछोरी हेर्ने कोही भएन, त्यही भएर नल्याएको। मेरो कुरा सुनेर दुवैजना केही बेरसम्म मजाले हाँसे। अनि आरोहीले भने, यो त अति भयो यार। म एकछिन अघि हाँसिरहेको मान्छे एकाएक सिरियस हुन पुगेछु। केही नबोली चुपचाप पुरै जाम भए चाहिँ एकोहोरो सोची मात्र रहेछु। उसले सोधी, सरलाई के भयो? मैले उसलाई पुलुक्क हेरेर भने, केही नभने सुन्ने बसिरहेँ। एकछिनपछि सुनेतापछि मैले भने, अनि मजाक गरेको थिएँ, यो वास्तविक होइन। उसले आग्रह गर्दै भने, वास्तविक नै सुनाउ न त। मैले भने, किन? माया यो सब रमाइलो गर्नका लागि मात्र गर्नुपर्छ भन्ने छ र? यति भन्दै मैले आसुबीले कुनै बेलामा मलाई जिस्काएको डायलगमा बोलेँ, कसैलाई पाउन मात्र माया होइन, गुमाउनु पनि त माया हुनसक्छ। अनि भने म गुमाउने क्याटेगोरीको प्रेमी परेँ। यो सब रमाइलो मेरो लागि प्रेमको असम्भव हुनसक्छ। करिब 5 बजिसकेको थियो। उता 3 पानी ग्रुपको कार्यक्रम सकिन अझै बाँकी नै रहेछ। म गएर उनीहरूलाई नन भेज कुरामा जिस्काइदिएँ।
बदलामा सबैजना ममाथि झम्टे अनि 4 बोतल भोड्का भन्दै हात समाएर नचाउन थाले। बल्ल बल्ल फुत्किएँ तिनीहरूको पन्जाबाट, त्यो पनि टोयलेट जान्छु भनेर। लामो सुगार लिँदै अलि पर गएर चिसो हावाको सुगन्ध लिँदै झन्नै भोमिट नभएको रक्सीको गन्धले। मैले आरोहीलाई खोजेँ, खोइ त दुवैजना गायब छन् पहिलाको ठाउँबाट। खोज्दै गर्दा एकछिनपछि देखेँ उता पर गएर बसेका रहेछन्। म पनि उतैतिर लागेँ। हत्तपत्त मायाको चाल पाएर होला उनीहरू दुवैजना आँटिए जस्तै देखिन्थे। म नजिक पुगेँ अनि के गरिरहेछौ एक्लै तिमीहरू भनेर सोधेँ। के होइन, तिमी किन आएको त यहाँ? आरोहीले असजिलो मानेको जस्तै व्यवहार गरी। मैले भने त्यसै। यसो भन्नासाथ उसको लुरी साथले उतापट्टि फर्केर आँसु पुछेको चाल पाएँ। नभन्दै ऊ रोइरहेकी रहेछ। एक्कासी उसको त्यो हालत देख्दा मेरो मन निथ्रुक्क बिस्यो। मैले आत्मीय स्वरमा उसको बायाँ पाखुरा बिस्तारै छोएर सोधेँ, के भयो लुरी तिमीलाई? हुन त मैले उसलाई लुरी भनेर बोलाउन नहुने थियो, तर अरू साथीहरूलाई पनि थाहा थिएन। फेरि मैले उसलाई जिस्काएर भनेको पनि थिएन। यसरी उसको आँखाभरि टिलिपिल्ला आँसु बनाएर मबाट नजिकबाट हेरी मात्र, अनि केही होइन भन्ने इसाराले उसले टाउको मात्रै हल्लायो। मैले फेरि सोधेँ, तर उसले त्यही कुरा दोहोऱ्याए। अनि मैले भने आरोहीलाई के भएको भनेर। सायद उसले कुरा लुकाउने प्रयास गरेको हुनुपर्छ, उसको पर्सनल समस्या हो भने। मैले आरोहीको कुरालाई नचाहेर पनि पत्याउनु पर्ने देखियो। तैपनि मैले कुनै न कुनै हालतमा लुरीको ओठमा आँसु ल्याउनै पर्ने थियो। मैले मायाले सम्झाउँदै भने, लुरी तिमी यसरी रोएर समस्याको समाधान हुन्छ त? यदि रोएरै समस्याको समाधान हुन्थ्यो भने त म केटा मान्छे भएर नि कति धेरै रोएँ, तर खै त मेरो चाहना कहिल्यै पुरा भएन। जाउँ हिँड, बरु केही खाउँ त गएर। मैले उसलाई सम्झाउँदै हात समातेर हिँड भने अनि आरोहीले पनि उसलाई सम्झाए। हामी फेरि एक कप कफी थप्यौँ अनि करिब 6 बज्न लागेको थियो। त्यहाँबाट निस्किने तर्खर गऱ्यौँ। आरोहीको बिल तिर्न गएँ। खासै धेरै भएको रहेनछ, 10,380 मात्र भएको रहेछ। यस्तै एकजनाको भागमा 1,000 चाहन्छु। बिल तिरिसकेर हामी निस्किन तयार भयौँ। एक्कासी आरोहीले मलाई गिफ्ट सरप्राइज गरे। मलाई समात्न अलि अप्ठ्यारो लाग्यो। मलाई समात्न अलि अप्ठ्यारो भएर म थोरै आत्तिएँ। सायद उसले मेरो मनोभाव बुझ्यो कि हो। आफैले भने अप्ठ्यारो मान्नु पर्दैन, यसमा तिमीलाई मनपर्ने फोटो छ, तिमीलाई खुसी बनाउने सानो प्रयास मात्रै भन्ने मेरो हात थामाई। अनि हामी यहाँबाट निस्क्यौँ र बल्कुमा सबैजना छुट्यौँ, आफआफ्नो गन्तव्यतर्फ लाग्यौँ। झिसमिसे उज्यालो थियो। अलि परबाट हेर्दा विपरीत दिशाबाट आउने मान्छेको कालो आकृति मात्रै देखिन्थ्यो। कलक्कीको सानो गल्लीभित्र छिरेर म कोठामा पुगेँ। मैले आरोहीलाई फोन गरेँ, ऊ बाटैमा रहेछ। मैले भने घर पुगेर कल गर है। उसले भने हुन्छ। मेरो मनमा आज फेरि आसुबीको यादहरू आइरहेको छ। खास त्यो सब लुरीको कमाल थियो। दिक्क भएर म बेडमा पल्टिएँ। केही बेरपछि आरोहीले फोन गरे। मैले सोधेँ, घर पुग्यो? उसले भर्खर आइपुगेको भने। अनि लुरी नि? मैले हल्का हाँसो मिसाएर सोधेँ। उसले भने यहीँ छ, आज मेरो घरमा बस्ने भए। किन लभ पऱ्यो क्या हो? जिस्काए। मैले हत्तपत्ते भने, नाइ होइन। तर उसलाई देखेपछि मेरो असुविधा धेरै याद आयो, यसैले सोधेको नि। ऊ केही बोलिन, आफूलाई कन्ट्रोल गर मात्र भने। अनि भने गिफ्ट कस्तो लाग्यो? ला मैले त हेर्नै बिर्सेको यार, सरी है। तिमीलाई कता कता छ केही होस् नै भएन। अब हेर्छु अनि म फोन गर्छु, ल राख। मैले फोन काटेर गिफ्ट बक्स खोलेँ। रातो टेबलमा राख्न मिल्ने लभ आँखाको फ्रेम थियो। मेरो 2 वर्ष पहिलाको फोटो। आसुबीलाई सबभन्दा मनपर्ने फोटो थियो, जुन मसँग अहिले थिएन। मैले फ्रेम हातमा समातेँ। घुमिरहेछ। दुवैपट्टि फोटो राख्न मिल्ने। अनि अर्कोतिर घुमाएर हेर्ने। यो लुरीको फोटो अनि दायाँ कुनामा सानो अक्षरमा लेखेको देखेँ, आसुबी। म दङ्ग परेँ। लुरीसँग भएको सारा गतिविधि त्यही फोटोसँग टाँसिन थालेँ। मनमनै आफैमा खुसीले गदगद उम्लिएँ। एकछिनपछि त कोठाभरि उफ्री खुब नाचेँ। आफैले फोन गरेँ। उताबाट कस्तो लाग्यो सरप्राइज? उसलाई पनि सोध्न हतार भए हुँदो सोधिहालेँ। मैले खुसी हुँदै भने, थ्याङ्क यू सो मच यार, तर तिमीहरूले दिउँसै किन नभनेको? उसले भने, खै मलाई थाहा छैन, आसुबीलाई नै सोध, साँच्चै थाहा नभए चाहिँ नाटक गरी। मैले भने, आसुबीसँग बोल्न मिल्छ? होल्ड अन। ऊ फोन राखेर ऊ कतै गई। एकछिनमा उसैले फोन दिँदै भने, ल कुरा गर। करिब 2.5 महिना भइसकेको थियो आसुबीसँग कुरा नभएको। उसले उताबाट मेरो नाम मात्र बोली, अमात्य। मलाई केही आत्मीय फिल भयो।
मैले पनि नाम मात्र भने आसुबी। ऊ एक्कासी रुन थाली। मैले सम्झाउँदा पनि मानिन। अनि मैले रिसाए चाहिँ गरी भने तिमी रुन्छौ भने म फोन राखिदिन्छु। उसले रुन्चे स्वरमा भने यत्रो दिनसम्म तिम्रो दुःख मात्र रुन पाइन, आज एक दिन तिम्रो खुसीमा त रुन देऊ। उसको यस्तो आत्मीय कुराले त मलाई मन पक्रियो। केही भनिन। आसुबी आसुबी रुन्ची स्वरमा म उसको नाम मात्र लिएर सारा भनिरहेँ। ऊ एकछिनमा आफै ठिक भयो। दिनमा रुन्जेलो कुरा भयो। करिब रातको 1 बजेसम्म धेरै बेर हामीले केही आत्मीयताको कुरा गऱ्यौँ। मैले उसलाई बिचमा धेरै पटक सोधेँ, तिमी दिउँसो किन रोएको अनि आफ्नो नाम किन नभनेको? तर उसले किन रोएको आफैलाई नै थाहा छैन भनेर लुकाउँथे। अनि नाम नि? मैले प्रश्न दोहोऱ्याउँथेँ। ऊ हाँस्थे मात्र, केही भनिन। निकै बेरपछि उसले भने, त्यत्तिका दिनपछि भेट हुँदै थियो, तिमीलाई त्यत्तिकै थाहा दिन अलि मजा लागेन? मैले यो सब गरेँ ताकि तिम्रो मनमा लुकेको रहस्य थाहा पाउँदा बेग्लै अनुभूति होस्। नभन्दै मैले चाहे जस्तै उसले कुनै खास परिस्थिति र माहौल क्रिएट गरेर मेरो रहस्य खोलिदिए। धेरै बेर भइसक्यो म निदाउँछु भनेर उसँग छुट्टिने अनुमति मागेँ। उसले पनि हुन्छ भनेर कुटनाथ भन्दै आफैले फोन राखे। फोन राखेपछि मैले उसको फोटो समातेँ। उसको अनुहार हेर्दै मुस्कुराएँ। फोटोभरि किस गरेँ। उसलाई एकछिन फेरि जिस्काउन मन लाग्यो। फोन गरेँ। उसले भने के भयो? मैले भने के होइन, गर्न मन लाग्यो सो। उसले भने निन्द्रा लाग्यो भने होइन? हो त। मैले भने एडभान्टेज लिन मिल्छ? अलि लाससँगै हाँसो मिलाएर भने। उसले भने कस्तो एडभान्टेज? बुझ्ने गरी भन न। जे पर्ला पर्ला। मैले भने किस। उसले लजाउँदै भने काले तिन्न गुड नाइट। फोन काटी। मैले फेरि गरेन। धेरै बेरसम्म निन्द्रा नै लागेन। फेरि उसको फोटो हेरिरहेँ। हेर्दा हेर्दै कतिखेर आँखाबाट आँसु आयो थाहै पाइनँ। म त उसको फोटो हेरेर रोइरहेको पो रहेछु। सायद सबैले भित्रभित्रै परिवेश दिने माया। मेरो लागि पनि यही हुँदो हो। साथमा हुँदा पनि रुवाउने, नहुँदा पनि रुवाउने। जे होस्, मेरो भने यो पहिलो अनुभूति थियो। यसरी महिनौँदेखि रहस्यमय बनेको हाम्रो माया यतिखेर हाम्रो विश्वासले बलियो आधार बनिदियो। दिनहरू बित्दै गए। हाम्रो सम्बन्ध आत्मीय बन्दै गयो। रातिको समय हाम्रो लागि महत्त्वपूर्ण हुन्थ्यो। सेल्फी पोज र म्यासेन्जरले गर्दा हामी रातभरि जिस्किन्थ्यौँ। फोटो साटासाट गर्ने यस्तै क्रियाकलापमा व्यस्त हुन्थे। अनलाइन हुने अरू सबलाई इग्नोर गरेर। एक दिन उसको भविष्य कुरा गरौँ न भने हामी म्यासेन्जरमा फन्ने फ्यामिली फोटो सर्च गरेर साटासाट गरिरहेका थियौँ। बेला बेला मरि हाँसेको स्टिकर पनि। खुब रमाइलो पल थियो। आई मिस यु। उसले उताबाट फोटो सर्च गरेर पठाए। मैले पनि म्यासेन्जरमा इमेज सर्चमा गएर सेन्ड सर्च गरेँ। आई मिस यु सेन्ड गरेँ। तर अर्कोलाई परेछ, त्यो पनि दाइलाई। दाइ पनि अनलाइन। उताबाट मेसेज आयो, मिस यु टु बाबु। घरको याद आयो कि क्या हो? याद त कसको आएको मलाई मात्र थाहा थियो। तै पनि भन्नै पर्यो। हो दाइ, के छ खबर? उताबाट दाइले भन्यो, ठिकै छ, पख म फोन गर्छु। ल खत्तम परेन त अब फसाद भन्नासाथ फोन आयो अरे। मैले एकछिन कुरा गरेँ अनि काम पऱ्यो भन्दै ढाँटेर फोन राखेँ। साँच्चै म पनि कति बदमास भएको त्यो बेला। मैले आसिबीलाई सबै कुरा सुनाएँ। उसले किटका छाडेर हाँसेको स्टिकर पठायो उताबाट। केही दिनपछि हामी सधैँ कुरा गर्दै थियौँ, तर आज अलि एक्साइटेड देखिन्थे। राति अबेरसम्म मलाई इमोसनल कुरा गरेर मात्र सताए। मैले साँच्चै उसलाई बुझ्न सकेका थिइनँ। लास्टमा उसले मलाई किस गरेको स्टिकर सेन्ड गरी र अफलाइन भए। भोलिपल्ट एका बिहानै मलाई कसैको नम्बरबाट फोन गरी मेरो फेसबुक आइडी पासवर्ड मागे। मैले सोधेँ के भयो, किन? उसले झोकिएर भने जे नहुनु थियो त्यही भयो, छिटो देऊ न, पछि भन्छु म। हाकिमको आदेश थियो, मान्नै पर्यो। मैले दिएँ। उताबाट त्यो नम्बरमा फोन नगर बाई भन्दै फोन काट्यो। खै के मैले केही बुझ्न सकेका छैन। उसले भने जस्तै गरेँ। भरे फेसबुक खोलेर हेर्छु त छैन, लगइन नै हुँदैन। उताबाट पर्मानेन्ट एक्टिभेट हानिसकेछ। म अन्यलमा परेँ। आखिर भयो कि थाहा छैन। चुप लागेर बसिरहेँ। निलो आकाशमा छरिएर बसेको तारा झैँ पल पल यादहरू मनभरि छताछोल्न थिए। हरेक साँझ बिहानीको आसुबीको यादहरूसँग बिते। लगातारको 3-4 दिनसम्म कुनै फोन आएन, न कुनै म्यासेज नै। उसको नम्बर जति बेला पनि स्विच अफ मात्र भन्छ। बाँकी केही दिनसम्म पनि पर्खाइ निरन्तर नै रह्यो। यसरी हाम्रो सामिप्यतामा लागेको एकाएक पुलिस स्टप मन उदास बनायो। उसको यादले मेरो उदासिता पनि बढ्दै थियो।
यसै बेला माघको पहिलो विकेन्डमा अफिसले 3 दिनको टुर लाने निर्णय सुनायो। माघको महिना हो। केही दिनदेखि काठमाडौँ वर्षामय बनेको थियो। वर्षासँगै जाडो अत्याधिक बढेको थियो। मान्छेहरू बाक्लो लुगामा, कोही रेनकोट ओढेर बाइकमा देखिन्थे, त कोही छाता ओढेर ओहोरदोहोर गरिरहेका। सबै अनुहारहरू पानी रोकियो भन्दै मनोकामना गरिरहेका थिए। सबै न्यानो घामको पर्खाइमा जस्तै देखिन्थे। म आसुबीको फोनको पर्खाइमा थिएँ। शनिबारको दिन थियो। आकाश पुरै बादलले भरि जस्तो डरलाग्दो पाराले गड्याङ्गुडो गरिरहेको भयङ्कर आवाज सुनिन्थ्यो। बिहानी पख झ्याल बाहिर हेरेँ, पानी परिरहेको थियो। धेरै बाक्लो भने होइन, पातलो। हिँड्दा एकचोटि भिजाइहाल्ने खालको होइन। टुर जाने तयारी भइयो। ब्यागमा केही लुगा र फुटबल सुज प्याक गरेँ। कोठामा बढी ताजा ठोकेर बाहिर निस्किएँ। करिब 8 बजेको थियो। हामी कलङ्कीबाट निस्क्यौँ। 1 बजे होटेल रिभरसाइड त्रिशुलीको लन्च गऱ्यौँ र बेलुका करिब 4 बजेतिर बन्दीपुर पुग्यौँ। फुटसल, बिङ्गो, पेपर डान्स, डिन रोमान्स, विभिन्न गेमहरू खेल्यो। खुब रमाइलो। फोटाहरू पनि अगाउन्जेल खिचियो। मेरो त फोन मेमोरी फुल भयो। चौथो दिन हामी फर्क्यौँ। समग्रमा बन्दीपुरले 3 दिन टुर एकदम रमाइलो रह्यो। यहाँका एकाएक गतिविधिहरू आसुबीलाई सुनाउने रहर त उस्तै लागिरहेको थियो, तर सेयर गर्ने कुनै माध्यमै थिएन। 3 दिनपछि म काठमाडौँ फर्केँ। बेलुकी 6:30 बजे बसले कलङ्की छोड्यो। पछिल्लो 4 दिनदेखि काठमाडौँमा लगातार पानी परिरहेको थियो। आजसम्म पनि रोकिएको थिएन। म पुरै थकित थिएँ। कलङ्कीमा 1 प्लेट मोमो खाँदा पेट टन्न भयो। बेलुकीको भोज त्यही भयो। चाँडै निन्द्रादेवीको काखमा पल्टिएँ। भोलिपल्ट अफिस जान अनिवार्य थिएन। काम भए आउने, नत्र नआए हुन्छ भनेको भएर मैले नजाने निर्णय गरेँ। आज इच्छा दिवस मनाउँछु सोचेँ। दिनभरि सुतेँ। मनै सोचेँ कसैले डिस्टर्ब नगरोस्। सायद जीवन सोचे जस्तो नहुने रहेछ। मेरो इच्छामा कसैले भङ्ग गरिदियो। म्यासेज आएको टोन बजायो मोबाइलले 2 चोटि। म भन्दा अलि पर टेबलमा थियो मोबाइल। करिब 2 मिटर जति टाढा। तान्न हातले नभ्याउने। के नभयो जस्तो गरेर उठ्दै मोबाइलमा पुगेँ। नयाँ नम्बरको म्यासेज थियो। पहिलो म्यासेज। हाई, म आसुबी। ड्याडीको मोबाइलबाट म्यासेज गरेको। तिमी पर्खाइमा छौ होला भनेर गरेकी। अनि एउटा कुरा भन्न गरेकी खास त। दाइले हाम्रो बारेमा पुरै थाहा पायो। फेसबुकको सबै म्यासेज पढिसकेछ। मैले डिएक्टिभेट गर्नु पूर्व नै यसैले तिम्रो बारेमा केही थाहा नपाओस् भनेर यो सब गरेकी थिएँ। मलाई गर्नुसम्म गाली गर्यो। मेरो फोन पनि खोसेर राखेको छ। सिम कार्ड नै भाँचिदियो। अनि रिसाएर अहिलेसम्म पनि बोलेको छैन। मेरो भन्नु नै दाइ र ड्याडी हो। दाइ यसरी रिसाएपछि मेरो मुड नै अफ हुन्छ यार। मलाई कुनै लभसप गर्न मन नै छैन अब। जुन दिन म ठिक हुन्छु त्यही दिन फोन गर्छु। यदि केही भएन भने, तर तिमी हरिस नखाऊ ल। सरी। दोस्रो म्यासेज। अनि सुन, बिर्सेर पनि यो नम्बरमा सम्पर्क गर्ने होइन नि। र आफ्नो नामको फेसबुक नबनाऊ। फोटोहरू केही नराख। नयाँ फेसबुक खोले पनि दाइले थाहा पायो भने मलाई जिउँदै मार्छ। आशा छ मेरो बाध्यता बुझ्ने प्रयास गर्नेछौ। बाँकी तिम्रो इच्छा जे गर्छौ गर। तत्काल 4 दिने झरीबाट फाटेको बादलसँग मेरो सम्पूर्ण यादहरू फाटे मनबाट। बाहिर बादल फाटेर घाम लागेको थियो, तर मेरा लागि भने मनै फाटेर होला। सिङ्गो संसार नै अँध्यारो थियो। म एकहोरो सोचिरहेँ, अब के गर्ने, के नगर्ने। दिमागमा केही घुमेन। रनभुल्लमा परे। मान्छेको मन पनि कतिसम्मको हुने। प्रेम भनेपछि किन प्रेमलाई मान्छेले यसरी हेर्छन्? किन प्रेम भन्ने शब्दलाई नै घृणा गर्छन्? कुन जुनीको दैवको श्राप हो र कसैले कसैको लागि साँचो प्रेम गर्ने खुलेर नपाउने? मनमा यस्तै प्रश्न खेलाएर केही बेर बसिरहे। रिसुले नम्बर नै भाँचेर फालिदिएँ। अनि टाइम पासका लागि नयाँ फेसबुक खोलेँ। सिम कार्ड त भाँचेँ, तर जति सजिलो मलाई सिम कार्ड भाँच्न लाग्यो यति सजिलै शरीरको प्रत्येक अङ्गको रुखका हाँगासरी फैलेका यादहरू भाँच्न नहुँदो रहेछ। चुरोट नखाने म धुवासँग उठ्छ कि भनेर त्यो पनि प्रयोग गरेँ। रक्सी नपिउने म हुस्कीका प्याकसँगै सकिन्छ कि भनेर त्यो पनि प्रयोग गरेँ। गाँजा नखाने म गाँजाको झ्यापसँगै त्यो सकिन्छ कि भनेर प्रयास गरेँ। थाहा र सम्भवको सबै प्रयोग गर्नसम्म गरेँ, तर पर्मानेन्टली जस्ताको त्यस्तै छिनभरका लागि मात्र बिर्सन सकिँदो रहेछ नसाले। त्यो सबै फेरि तत्काल त्याग्नुपर्छ भन्ने मनमा लाग्यो। त्यागेँ। ती यादहरूबाट टाढा भाग्ने अथक दुप्रयास नगरेको होइन, तर कसैसँग सकिनँ। मन कठोर बनाएँ। फलामले फलाम काट्छ भन्ने सिद्धान्त लागु हुन्छ कि भनेर अर्कैसँग प्रेम प्रस्ताव राख्ने सोचेँ।
तर त्यो मुटुलाई प्रस्ताव राख्न त के सोच्नसम्म लिँदैन। आसुबीको प्रेमले पुरै मुटुको प्रतिरक्षा गरेको थियो। साला यो प्रेम भन्ने रोक्ने अजीबको जे गर्दा पनि निको पार्न नसकिने। म जति जति टाढा भाग्न चाहन्छु त्यति त्यति मलाई उसको यादले पछ्याइरहेछ। म जति जति उसलाई बिर्सन खोज्छु ऊ यति झन् याद भएर आइरहेछ। म जति जति उसलाई पराइ ठान्छु ऊ यति मेरो लागि खास भनेर आइदिन्छ। कमसेकम यादहरू त नआउनु। अनायासै किन यो जिन्दगीमा कोही यसरी खास बनिन्छन्? जसरी लाखौँ लाख ताराहरूको विशाल संसारमा तारालाई पन्छ्याउँदै उदाइदिन्छ जुन भनेर खास, अनि छर्छ उज्यालो त्यो अँध्यारो जगतभरि। यसरी नै फेसबुक संसारबाट सयौँ फ्रेन्ड्सहरूलाई पछ्याउँदै बनिदिने आसुबी मेरो कोही खास छाइदियो अन्ध उदास जीवनमा मायामुखी चम्कियो किरण। बनाइदिए जिन्दगीको खुसीमय र आशामय, सजाइदिए जिन्दगीको माया उज्यालो भनेर पलभरकै लागि भए पनि। जसरी जुनले अँधेरी रातलाई सजाउँछ छरेर शीतल किरण, जुन बनेर आसुबी मेरा लागि पूर्ण अपरिचित थिए। तर खै किन लाग्छ ऊसँग जुनीको पुरानो सानो गाँसिएको थियो। मैले त सोचेको थिएँ जिन्दगी सधैँ पूर्णिमा मात्र भइरहेछ, तर औँसी पनि हुँदो रहेछ। थाहा थिएन जसरी आउँछ पूर्णिमापछि औँसीको रात अनि जुन बनाएर जान्छ जगतलाई अँध्यारोमय, ठिक यसरी नै आसुबीले पनि औँसीको रात जस्तै जिन्दगी डुबाएर गयो अँधेरीमा। थाहा थियो औँसीपछि अवश्य पूर्णिमा आउँछ, त्यो प्रकृतिको नियम हो अरे। आशा पलायो आसुबी पनि पक्कै आउँछ उज्यालो छर्दै, जसरी आउँछ पूर्णिमाको जुन उज्यालो छर्दै। पर्खाइमा थिएँ, थाहा छैन प्रेमको औँसी पूर्णिमाको नियम लागु हुन्छ या हुँदैन, त्यो हेर्न बाँकी नै छ। हाम्रो कथा कस्तो लाग्यो? हजुरहरूलाई मन परेको छ भने लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।